सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 32 मिनी ब्लगमा। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि म चाहिँ दिउँसोको नास्तामा आज म्यागी बनाउने सोच्दैछु, त्यही पनि फरक किसिमले। चाउमिनको जस्तै रेसिपी बनाउन लागेको म चाहिँ म्यागीको आज चाहिँ मलाई यसरी खान मन लागेको भएर मैले चाहिँ पहिला 2टा म्यागीलाई बोइल गरेर उसलाई चाहिँ अनि भेजिटेबलहरू काटेर यसलाई यस्तो मजाले परेक पुरुक पारेर भुट्ने होइन यसलाई। अनि चाउमिन स्टाइलले बनाउँदैछु भनेपछि त हजुरहरूले थाहा पाइसक्नुभयो। अनि त्यसपछि चाहिँ यसलाई भुटेर मैले यसमा हालिदिएँ म्यागी। अनि त्यसपछि चाहिँ यसमा फेरि मैले हालेँ सोया सस, ग्रिन चिली अनि रेड चिली। आज चाहिँ धेरै नै पिरो हुनेवाला छ किनभने मैले हरियो खुर्सानी पनि धेरै काटेको छु। सबै मरमसलाहरू हालेर चाहिँ यसलाई एकदम परेक पुरुक पारेर भुट्ने होइन। अनि त्यसपछि चाहिँ यो लगभग पाकिसक्यो। अब म चाहिँ यसलाई प्लेटिङ गर्न लाग्छु। मैले चाहिँ हल्का चाखी पनि सकेँ, एकदम मिठो भएको छ। अनि म चाहिँ यसलाई प्लेटिङ गर्दैछु आफ्नो लागि। अनि यसमा चाहिँ अझै खुर्सानी र निम्बु बिना त यो चाउमिन त मलाई कस्तो खाएको जस्तो नै लाग्दैन क्या। अनि त्यसपछि मैले प्लेटिङ गरेँ। मलाई चपस्टिकले खान मन लागिरहेको थियो, यति राम्रो देखिरहेको छ, हेर्नु न खाउँ खाउँ। सबभन्दा अगाडि चाहिँ हजुरहरूलाई है त यो खानुहोस्। अनि म चाहिँ यता एक गाँस हाल्दै कराईमा खुर्सानी चबाउँदै निम्बु खाँदै मैले चाहिँ एकदम इन्जोय गरेँ यो खाना त नबनाऊँ म्यागी। सो आजलाई मेरो मिनी ब्लग यति नै, फेरि भेटौँ अर्का भिडियोमा, त्यतिसम्मको लागि बाई बाई।